सो गुड मर्निङ गाइज, न्यू डे विथ द न्यू ब्लग। होप सबैजना आरामै हुनुहुन्छ होला, हामी पनि आरामै छौँ। कस्तो छौ केटाहरू? एकदम एकदम यहाँ सबैजना टक्क होइन माथि डाँडातिर घुम्न जाँदैछौँ। आज चाहिँ हामी बिहान होइन, अहिले चाहिँ बिहानको 6 बजिसक्यो। सबैजना रेडी भएर टक्क माथितिर घुम्न जाँदैछौँ होइन। यहाँ अगाडि पनि छन्, पछाडि पनि छन् केटाहरू पनि छौँ होइन गाइस। त्यो रमाइलो हुनेवाला छ आजको भ्लग चाहिँ होइन। सुर्गा ल्याएको छन् केटाहरूले होइन। यहाँ हामीलाई इनफ छ मासु 8-10 केजी जति हो होइन। मान्छे चाहिँ पुरै 11 जना छौँ हामी। गइरहेछौँ मजाले, एकदम रमाइलो हुनेवाला छ आजको भ्लग चाहिँ। यहाँ देख्न सक्नुहुन्छ टक्क केटाहरूलाई। सो राइट गाइज होइन, हामी चाहिँ यहाँ मल्लो गोठान तभन्दा पनि तल्लो गोठाननिर आइपुग्यौँ होइन। यहाँ देख्न सक्नुहुन्छ जनताहरू हिँड्नै सकेका छैनन्। झोला ग्याङ अनि छिटो आऊ, ओए छिटो आइज छिटो भन्नु हो। केटाहरू हिँड्नै सकेका छैनन् कि होइन। थकाइ लागेर लास्ट दम लाग्यो क्या हो मुर्राजी? त्यो गाई होइन, यो चाहिँ हाम्रो मल्लो गोठान। यहाँ चाहिँ बर्खाको समयमा टक्क गाईबस्तुहरू ल्याउने होइन। यहाँ नजिकबाट घाँस दाउरा गर्ने। अनि उहाँ चाहिँ हाम्रो गाउँ देखिरहेछ होइन। यहाँदेखि यहाँसम्म गाईबस्तु ल्याउने अनि यहाँदेखि घाँस दाउरा गर्ने हो। खास भने यहाँ चाहिँ गहुँ त नभनौँ होइन, जौँ वा फलिरहेछन् टक्क। अनि कस्तो भइरहेछ फिलिङ? एकदमै थकाइ महसुस होइन केटाहरू। तो यार मर्रे यार आज यति मेरो अन्तिम पाइला भने यहाँसम्म हो कि के हो जस्तो लाग्यो होइन केटाहरू। केटाहरूलाई एकदम गाह्रो पऱ्यो जस्तो छ होइन। अनि यहाँ ब्रोइलरको के छ? मुर्गाको एकदम होइन चिलिम। अनि किरण के छ? कस्तो भयो? दम लाग्यो क्या हो? लागेन? कसको खरायो भन्छ यार? ब्रोइलर भन्न। हाम्रोमा ब्रोइलर भन्छ त्यसलाई। हाम्रोमा ब्रोइलर भन्छ त्यसलाई। टक्क केटाहरू पानी खाइरहेछन्, फ्रेस वाटर होइन, हिमालको टक्क चिसो। माउन्टेन ड्यू भन्दा पनि एकदम खतरा, एकदम चिसो छ गाइज। फ्रिजको पानीले फेल खान्छ होला होइन। ल खाउँ त। खतम, अलिक धेरै नै चिसो भयो होइन। अलि छिटो जानु पर्ने भयो गाइज होइन। त्यहाँदेखि फेरि 3-4 घन्टा लाग्छ क्या अझै। त्यही भएर हामीले अलि छिटो हिँड्नुपर्ने भएको छ। फेरि केटाहरूसँग चाहिँ एकदम स्लो मोसन। यहाँ कति 5 नम्बर गियर 5 नम्बर स्पिडमा जानु पर्यो। उकालो बाटो होइन फेरि गाइस होइन। यहाँ सूर्य पनि सनराइज भइसक्यो। मेरो मतलब कि सनराइज भइसक्यो होइन, घाम आइसक्यो भन्न खोज्या हो। अनि हाम्रो सोच चाहिँ माथि टक्क हिमालमा गएर सनराइज भएको बेला टक्क फोटोसोटो हान्ने भन्ने थियो गाइज होइन। अब के भनौँ, सोचे जस्तो केही भएन, हामीले सोचे जस्तो केही भएन होइन। अब ठिकै छ, त्यही पनि अब कन्टिन्यू दिइराखौँ, माथि गइराखौँ। चुप्ला गले यहाँ बाघ भालु आउला हो गाइज होइन। यहाँ चाहिँ बाघ भालु हुन्छ कि अलिक बिस्तारै जानुपर्ने हुन्छ हामीले चाहिँ होइन। यहाँ नाकबाट सिकान बगिसक्यो चिसोले होइन। अब के गर्नु, आफैले बुझ्नु परेको छ। घाँस दाउरा यहीँबाट हुन्छ गाइज होइन। देख्न सक्नुहुन्छ यहाँ रुखहरू फलानी भइरहेछन् होइन। यहाँबाट घाँस दाउरा हुन्छ। हाम्रो चाहिँ टक्क धेरै टाढा छ होइन। हाम्रो वन चाहिँ सामुदायिक वन। हाम्रो जति पनि पाइन्छ होइन दाउरा यहाँ हिमपातले ढलिरहेछ। यहाँ माथि रुखबाट हाँगाहरू भाँचिरहेछन् होइन। यहाँ घाँस दाउरा स्याउला स्रोत प्रशस्त मात्रामा पाइरहेछन्। यहाँ चाहिँ हाम्रो डाफे मुनाल लगायत होइन, उयार डाफेज भन्छ त्यस्तै सबै थोक पाइन्छ। यहाँ लाली गुराँस टक्क फुलिरहेछ यता
देख्न सक्नुहुन्छ गाइज होइन ग्याङ म्याचिस बेबी तिमी ब्याड बिच होइन गाइज टक्क यहाँ चाहिँ हामी हाम्रो होम ग्राउन्डनिर आइसक्यौँ यहाँ चाहिँ अब टक्क 1 लाखको टुर्नामेन्ट हुँदैछ वैशाख 2 गते सबैजनाले आउनु होला भन्न चाहन्छु म के कसो केटा हो सही होइन यहाँ 1 लाखको टुर्नामेन्ट हुँदैछ गाइज टक्क होइन यहाँ हाम्रो यही हो हाम्रो होम ग्राउन्ड भन्ने नि जे भन्ने नि यहाँ चाहिँ हामी घाँस दाउरा लिन आउँछौँ यहाँ क्रिकेट भलिबल फुटबल सब खेलेर जान्छौँ होइन यहाँ हामी चाहिँ जनताहरूलाई राहत बाँड्दैछौँ होइन यहाँ नास्ता नि नखाएर गाइज होइन यहाँ निकाल्न सबै 11 बिस्कुट पनि गाड जे पिटी नबोल न केटा हो यहाँ जनताहरूलाई राहत भन्नु पऱ्यो गाइज होइन ल यहाँ टक्क देख्न सक्नुहुन्छ ल सबैलाई एउटा बिस्कुट एउटा मामा हो क्या हो यो चाउचो खाएर राहत मिल्यो हामीलाई थोरै भयो नि होइन भोक एकदम लागिरहेको थियो नास्ता नि नखाएर बिहान अनि निर्मलजी कस्तो भइरहेछ चाउचाउ बाज्यौ चाउचाउ बाटोको हालत त्यस्तो छ यहाँ भालु पनि हुनसक्छ होइन गाइज यहाँ बाघ भालुको गाइज यहाँ डेन्जर छ गाइज होइन यहाँ यस्तो बाटो छ ल आऊ केटा हो भालु बनेर हिँड्नु पर्यो या गाइज यहाँ रास्ता हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ गाइज होइन टक्क यहाँ म्यान भर्सेस वाइल्ड बनेर जानुपर्ने भएको कहाँ लिएर आउँछन् यार केटाहरू नि यार चस्मा लगाएर जानु पर्यो ल गाइज कन्टिन्यू राइट गाइज होइन हामी चाहिँ टक्क यहाँ हाम्रो लोकेसन देखिसक्यो हाम्रो लोकेसन यही हो अनि केटाहरू कतिको लागिरहेछ थकाइ राम्रो लागिरहेछ कहाँ त्यही माथि हो त्यो हाम्रो लोकेसन त्यही हो गाइज होइन हामी चाहिँ पुग्न आँटिसक्यौँ अब यहाँदेखि ल धेरै भयो होइन आधी घन्टा हिँडेपछि पुगिन्छ होला अनि केटाहरूलाई नि लास्ट थकाइ लाग्यो अरे होइन त्यही पनि अब हामी डिजेको साथमा छौँ अब यहाँ भिडियो बनाउँदाखेरि गीत बजायो भने त युट्युबले कट्टा हान्छ गाइज होइन त्यही भएर अहिले चाहिँ म बजाउँदैन गीत सित होइन भिडियो बनाउँदाखेरि कपिराइट हान्छ नि त युट्युबले गाइज होइन हामी चाहिँ यहाँ बनाउने भनेर आएको थियौँ अब यहाँ चाहिँ पानीको अभाव भयो गाइज होइन यहाँ दाउरा साउरा ल्याएर आएको थियौँ टक्क यहाँ चाहिँ पानीको अभाव भयो होइन यहाँ पानी नबोक्दो रहेछ अनि यहाँ देख्न सक्नुहुन्छ टक्क के हो यो कहाँ हो यो यहाँ चाहिँ भालु नि हुनसक्छ गाइज होइन गाइज यहाँ देख्न सक्नुहुन्छ टक्क यहाँ हाम्रा बाजेहरू बस्थ्यो अरे पहिला होइन पुर्खाहरू हाम्रा पुर्खाहरूले तताएको ठाउँ हो यो बाजेहरूले मुज गरेको ठाउँ होइन ऊ माथितिर हिउँसिउँ छ होइन टक्क ओ छिटो आइजाऊ केटाहरू फेरि हिँड्न नसकेर उतैछन् होइन उहाँ पानी पाइसक्यो अरे होइन हामीलाई इसारा दिइसक्यो उहाँ भाइले यहाँ अब गाह्रो छ गाइज होइन यस्तो के हो मरुभूमि जस्तो ठाउँ छ होइन यहाँ एकदम सुक्खा ठाउँमा होइन पानी पाउनै गाह्रो हुन्छ कि गाइज होइन अरू त राम्रै छ हावापानी एकदम बबाल छ होइन यहाँ देख्न सक्नुहुन्छ टक्क अनि पानीको समस्या छ पानी नि पाइसक्यौँ रे होइन अब जानुपर्ने हुन्छ यहाँ टक्क रेडी भइसक्यो ब्रोइलर देखाऊ
बोइलर उहाँ देख्न सक्नुहुन्छ कालो बोइलर। सो फाइनली गाइज होइन हामी चाहिँ यहाँ हाम्रो लोकेसननिर आइपुग्यौँ होइन। यहाँ टक्क केटाहरू देख्न सक्नुहुन्छ यहाँ आगो बल्दैछ होइन। एउटा चुलो उहाँ एउटा उहाँ टक्क। अब दाल भात मासु होइन सबै कुरा बन्दैछ। यहाँ टक्क डिउसिउ ल्याएछ होइन। यहाँ पानी धारो होइन। यहाँ लेकमा पानी पाउनै गाह्रो हुन्छ कि गाइज होइन। जसो तसो गरेर होइन यहाँ हामीले एउटा पानी चाहिँ पाइसक्यौँ होइन। अनि यहाँ चाहिँ आगो बल्दैछ। ल यहाँ नि बाल न आगो केटा हो यहाँ। ल बाल्दै हामी चाहिँ यो टक्क यो माउन्टेन ड्युलाई होइन माथि माथि हो हिउँ छ क्या गाइस होइन। टक्क फ्रिजमा राख्न गइरहेछौँ होइन। यहाँ फ्रिज देख्न सक्नुहुन्छ टक्क होइन। टक्क यहाँ देख्न सक्नुहुन्छ माउन्टेन ड्युलाई फ्रिजभित्र राख्नुपर्छ होइन। यहाँ लगेडा हो हाम्रो फ्रिज यही नै हो होइन। हिउँ हिमालको गाइज हाम्रो गाड्ने काम भइरहेछ अब ड्युलाई। एक ड्यु होइन गाइज छोड्न त्यहाँ खुट्टा एकदम चिसो छ गाइज होइन। यहाँको हिउँ चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ टक्क। ड्युलाई तोडिङ ल खिच्छ मेरो मोबाइल माउन्टेन ड्यु टक्क यहाँ होइन गाइज। हामीले चाहिँ ड्युसिउ हालिसक्यो। ल तोड यस्तो गर्नु रुक्नु। यहाँ अब फ्रिजको भन्दा चिसो हुन्छ क्या गाइज होइन। यहाँ माउन्टेन ड्युलाई टक्क माउन्टेनमा खानुको मजा नै छुट्टै हुन्छ होइन। अनि यहाँको हिउँ नि खाएर जाऊँ न के छ र। गाइज होइन यहाँ देख्न सक्नुहुन्छ टक्क हिउँ। ए हिउँ होइन क्या गाइज अमृत हो क्या अमृत। सो यहाँ चाहिँ होइन आगो बलिरहेछ भात पाकिरहेछ भन्नुपर्छ होइन। यहाँ चाहिँ भात पाकिरहेछ। यहाँ चाहिँ पानी धारो होइन हाम्रो। अनि यहाँ चाहिँ दाल पाकिरहेछ दाल बन्दैछ भनौँ। के को दाल हो ब्रो? गतरस हो होइन। गतको झोल हो यार। अनि के छ यहाँ? अब दाल चिल्मा खानु पर्यो। यहाँ चाहिँ हाम्रो धनिया होइन। यहाँ चाहिँ ग्यामरहरू छन् यहाँ चाहिँ लगभग अब ब्रोइलरको मासु नि रेडी भइसक्यो होइन। यता ब्रोइलरको मासु रेडी भइसक्यो। यता ब्रोइलर यहाँ आगो तापिरहेछ नि केटाहरू होइन। के खरायो फाइनल्ली यहाँ मासु चाहिँ यति भइसकेपछि अब युट्युबले त कपिराइट हान्दैन होला गाइज होइन। अब यहाँ चाहिँ टक्क मासु बन्दैछ। अलि खसीको अलि ध्यान दिएर के भाइ अलि साइड हो कि खसीको मासु है। यहाँ प्याज रेडी भइसक्यो गाइज होइन। गाइज मासु त पनि त्यही हो खसीको है। के हो कालो थियो है। हो कि होइन केटा हो यार कालो थियो अन्डा थिएन। अनि यहाँ के छ यार के हो जनावर गेट जति साला यार बाफ आइरहेछ त के हो यहाँ। ल यहाँ भात रहेछ गाइज होइन। भयो अहिले नलिया माउन्टेन ड्यु। अनि यहाँ टक्क यहाँ मासु बन्दैछ होइन गाइज। अनि यहाँ उहाँ भात पाकिसक्यो। यहाँ खोइ दाल देखान कस्तो बनाइस्। आम्मा दाल त एकदम खतरा भइदिरहेको। ल खुसी खाइ क्या हो तेरो नि यार। के हो यार गेम खेल्दैछस् त्यहाँ अहिले। ल केटा हो छिटो है।
के बन्दैछ यहाँ ल चटपटी ल केटा हो ल खसीको मासु ल वाटो फाले ल गाइस ल उमेशजी के छ मुखमा पानी आयो क्या हो कतिजनाको त मुखमै पानी आइसक्यो होला होइन केटा हो यहाँ हाम्रो वनभोज चाहिँ एकदम बवाल भइरहेको गाइस मासु बनाउनु पर्छ तर अर्कोले अर्को निकाल्छ ल यहाँ मासु पाकिरहेछ मासु चाहिँ पाकिरहेछ होइन यहाँ टक्क अनि यहाँ खुर्सानी सुर्सानी छ यहाँ धारू पनि एकदम बबाल छ गाइस होइन यहाँ टक्क हाम्रो खानासाना चाहिँ रेडी भइसक्यो होइन गाइस माउन्टेन ड्यू एकछिनमा खाने भन्ने निर्णय गरेका छौँ गाइस हामीले छोटो माछाले तातो भयो ल जङ्गलीहरू ल है गाइस होइन यहाँ टक्क यहाँ मासु बरु कति छ हेरौँ यसो खुस्के है क्या हो तेरो नि राइट गाइस हाम्रो चाहिँ खानासाना भइसक्यो अब पालो माउन्टेन ड्यूको होइन कस्तो भयो माउन्टेन ड्यू लगेर हो निकाल त सबै निकाल सबै यहाँ राख सबै निकाल न सबै माउन्टेन ड्यूको साथ होइन फिल गरिराखन् ल Alright guys, totally move भइसक्यो होइन गाइज हामीले चाहिँ फोटो भिडियो सिडियो सब बनाइसक्यौँ होइन अब यहाँदेखि चाहिँ टक्क यो डाँडा हुँदै पल्लो डाँडासम्म जाँदैछौँ हामीले चाहिँ पार्टी गऱ्यो भने उता हो होइन गाइज यहाँ चाहिँ फेरि गाइज होइन एकदम हावा चल्छ गाइज होइन अनि गाइज यो बाटो हुँदै गइरहेछौँ फेरि यो बाटो एकदम यहाँबाट डेन्जर भ्यूहरू देखिरहेछ होइन यहाँबाट चाहिँ टक्क हुन्छ नि होइन अब पहाडबाट भ्यू त देखिने नै भयो गाइज होइन त्यही पनि हाम्रो यो ठाउँबाट एकदम बवाल भ्यू देखिन्छ हजुरहरू नि आउन सक्नुहुन्छ होइन टक्क गाइज यहाँ बाटो हेर्न सक्नुहुन्छ कस्तो छ होइन एकदम खलपरे ढुङ्गा होइन अनि एकदम हावा चलिरहेछ त्यो साइडमा हिउँ पनि देख्न सक्नुहुन्छ हजुरहरूले यो अब चैतको महिना पनि यहाँ हिउँ बाँकी नै छ क्या गाइज अब हामीहरू चाहिँ यता यार्सा गुम्बा टिप्न आउँछौँ गाइज होइन अब जेठको महिना टक्क यहाँ यार्सा गुम्बा टिप्न आउँछौँ यहीँ मिल्छ होइन हामीलाई यार्सा गुम्बा टक्क राइट गाइज हामी चाहिँ यो डाँडामा छौँ होइन अहिले चाहिँ अनि यहाँ चाहिँ एकदम हावा चलिरहेछ होइन अब अलि आधा महिना भन्दा अगाडि आयो भए त अब हिउँ खेल्नु हुन्थ्यो गाइज होइन अब के गर्नु हिउँ खाएरै चित्त बुझाउनु परेको छ गाइज होइन देख्न सक्नुहुन्छ टक्क चिसो हिउँ होइन अब यहाँ हावा पनि एकदम लागिरहेको भ्यू नि बवाल देखिरहेछ होइन डाँडाबाट अनि गाइज यही नै हो मजा भने रमाइलो भने यही नै हो गाइज होइन केटा हो टक्क हामीहरू चाहिँ हिम खेल्नतिर जान छौँ होइन आऊ केटा हो ल आइज रेलमा जाँदैछु अहिले म चाहिँ यहाँ सर जाँदैछु अन्त कट्टु गाइज होइन टक्क म चाहिँ सर र सर र गाइज यहाँ हिउँमा खेल्नुको मजा नै छुट्टै हुन्छ क्या ल कन्टिन्यू
कन्टिन्यू ल ल भिडियो भइरहेको ल ल 1 2 3 ल गो ओ ल ठाडबुझ ओइ पाइटी 50 न कोही स्पिडमा ल जो आइ हुटी ओइ डिक्टी चल्न जो ओ ल के होला गट्टु ल निर्मल पुरा निर्मलमा फोटो खिच्न बनाएको गाइছো ल केडा कन्टिन्यू ओइ ओ भाइ गट्टु ल ओइ डिक्टी चल्न ओ गाइस 3 ल गो केडा ल सर ल भाइ ल रोक्छ यार ल हान्दियो ल हान्यो ओहो सर ल छिटो ल भइहाल्छ भलकमै हो यार ल फाल ओइ फाल केडा हो गाइस ल म ल गाइस होइन म चाहिँ मेरो पालो चाहिँ यहाँदेखि हुन्छ सर गाइस ल मेरो भिडियो बना नि त एउटा ल भिडियो बन्दै हो होइन म चाहिँ फेरि माथिदेखि आउँछु दोस्याट कन्टिन्यू ल कन्टिन्यू हाम्रो बोराजी बनाइसक्यो चक्का हामी चाहिँ निस्किँदैछौँ होइन अब यहाँदेखि यो अब मजा हैन यो अन्त गाइस मजा भने होइन स्वर्ग जस्तै ठाउँ कि गाइस यो ठाउँ भने एकदम मजा गाइस होइन के गर्नु अब यहाँदेखि रले झन् मजा आउँथ्यो गाइस होइन सरमा चाहिँ गइन्थ्यो अब ओइ माथि यार त्यो यार तेल हो यार बोतल तेरो हो बोतल कसको हो त्यो तेरो हो एको हो कसको हो त्यो ल ठिकै छ छोडिदियो ल गाइस होइन अब हामी चाहिँ यहाँदेखि टक्क उत्यो डाँडामा जान्छौँ एकछिन भन्दा नि एकछिन रमाइलो गर्छौँ होइन अनि त्यहाँदेखि चाहिँ हामी घरतिर निस्किन्छौँ अलि राम्रोसँग जानुपर्ने हुन्छ क्या हामीले चाहिँ बाटो चाहिँ यस्तो छ होइन देख्न सक्नुहुन्छ टक्क एकदम मजा आइरहेको छ गाइस होइन अब साग पनि अलि भिजिसक्यो हाम्रो ओके झनै गाइस अब हिउँदको महिना आउनु भएदेखि झनै राम्रो हुन्थ्यो गाइस होइन अब ठिकै छ गाइस मजा आइरहेको छ त्यही नै हो खुसी रमाइलो गर्न कहिलेकाहीँ रमाइलो नि गर्नुपर्छ कि गाइस होइन टक्क हुन्छ नि कहिलेकाहीँ मोड फ्रेस भन्ने हुन्छ नि उल्टिहाल्नु ल सुल्टी हानु मर्यो हाँसो लाउने त बनाउनु पर्दैन हो के त्यो भाइ हो त गाइस ल गाइस हामीलाई पनि देखाऊ गाइस यहाँ हाम्रा दर्शक मान बाबाहरू हुनुहुन्छ टक्क देख्न सक्नुहुन्छ यहाँ होइन सिउ देख्न सक्नुहुन्छ हजुरहरूले गाइस होइन टप माउन्टेन ड्युको पावर हो कि गाइस होइन हामीले माउन्टेन ड्यु खाइसकेपछि होइन केटा हो यस्तो उकालो त जति नै हिँड्न सकिन्छ कि गाइस होइन हजुरहरू नि यता आयो भने टक्क माउन्टेन ड्यु लिएर आउनु होला होइन टक्क यहाँ जस्तो सुकै उकालो भयो नि होइन आरामले कट्न सकिन्छ कि हाम्रो यो फिक्स लोकेसन भने चाहिँ यही थियो होइन गाइस यहाँबाट टक्क देख्न सक्नुहुन्छ चारैतिरको सिन होइन आज त्यही पनि अब कुहिरोले अलि ढाकेको छ सबै भ्यू देखिने ठाउँहरू त्यही पनि देखि नै रहेछ मोबाइलमा नदेखिने हाम्रो आँखाले देखिरहेछ होइन अनि यहाँ टक्क देख्न सक्नुहुन्छ मैले अस्तिको भ्लगमा होइन यहाँ त्यहाँदेखि देखाएको थिएँ होइन अब आज चाहिँ फाइनली यहाँ हामी पुगिसक्यौँ अब एकैछिन यहाँ नाचगान गर्नेछौँ होइन यहाँ फेरि गीत बजाउनु हुन्न टक्क युट्युबले कपिराइट हानिहाल्छ ल अरू केटाहरू चाहिँ हिँड्न नसकेर होइन उतैदेखि फर्के 2-4 जना केटाहरू
त्यही पनि ठिकै छ होइन क्या ठिक छ ठिक्दैछ नि ठिक छ ल ठिक छ होइन गाइज अब हामी चाहिँ डिजे बजाएर रमाइलो गर्नेछौँ है भाइ टक्क यहाँ डिक्चीलाई गुर्खाउँदैछ ल 1 2 3 ओहो ल भेट्टायो है ल गाइस साइको पाराको छन् क्या होइन अब खाने भाँडाकुँडालाई नि गुर्काइराख रुक एकछिन मेरो एन्ट्री त हुन्थ्यो यार कमसे कम यार ल जाऊ न जाऊ ल म तल जान्छु है रुक्न यार उहाँबाट होइन टक्क यहाँ भाँडाकुँडी गुर्काउँदैछन् गाइज होइन त्यस्तो त नगर्नुपर्ने तर गर्दैछु होइन ल 1 2 ल गाइज 1 2 3 ल सवात धान्ने ल गाइज कहाँ गयो तर थाहा भएन गयो फेरि हरायो भने डेन्जर गाइज होइन त्यही भएर चाहिँ खोज्न जानुपर्ने हुन्छ कहाँ रह्यो यता रह्यो ए ल उता गएर गाइज बोबाल मजा आइरह होइन अब यो जो हुन्छ नि अब खाना बनाउने डिक्ची भन्छ होइन त्यो कतिको पेन्चर भएको छ होइन अब थाहा नै छैन एकछिनमा हेर्नु पर्ला तर भएको चाहिँ छैन भन्ने सुनेको छु ओ रुक यहाँदेखि बनाउँछु फेरि फाल्दैछ माथिदेखि ल यहाँ जान्छु है म गाइस टक्क ल है रुक जुम गर्छु म ल ओ रेडी 1 2 3 ल आयो जान्छ बा ए ल रोक्यो ल मिसन सक्सेस भयो हाम्रो होइन यहाँदेखि गयो त गयो गाइज सिधै घर गयो सोच्दा हुन्छ ल फेरि भिड चाहिँ क्या हो यहाँदेखि होइन त्यही पनि ती बबाल भएर खाने गाइज होइन भ्लग चाहिँ अब यहाँदेखि गयो त गयो गाइज सिधै घर गयो होइन घरदेखि रहेछ त्यही जान्छ उता हो हाम्रो घर चाहिँ उता होइन देखिरह नि उहाँ 2 घन्टा त्यही हो अब तर अब यहाँ चाहिँ त्यस्तो नगरौँ गाइज होइन यहाँ सिधै गयो त यहाँदेखि गयो त छुट्यो त गयो सिधै गयो आफ्नो होइन फेरि आफ्नो होइन अरूको हो कि गाइज त्यही भएर हो होइन नत्र त त्यस्तो गर्दिन थियौँ होइन अरूको हो अब बाल भएन नि हामीलाई फेरि फाल्ने होइन केटाहरू अहिले झ्यापमा खान् कि झ्यापमा भन्दा अरे साइको भएको छन् कि आज ल 1 ब्रेकअप भएर 2 3 ल ठिकै छ ल छिटो एउटा मात्र है ल गो 1 2 3 गो गाइस कहाँ गयो
मिसाई बाटोनिर आइपुग्यौँ भने यहाँ टक्क देख्न सक्नुहुन्छ लाली गुराँस। नेपालमा 32 प्रकारको लाली गुराँस पाइन्छ होइन। तीमध्ये ल 8 या 10 प्रकारसम्म त हाम्रो वनमा नि मिल्छ होला गाइज होइन। यो लाली गुराँस चाहिँ यो टक्क रातो हुन्छ नि, यो अलि निलो निलो हो क्या गाइज, देख्न सक्नुहुन्छ टक्कै। हेर्नु न अलि यो निलो निलो छ नि त, रातो हुन्छ नि त होइन। राइट गाइज, हामी चाहिँ अहिले घरतिर जाँदैछौँ होइन। यहाँ टक्क केटाहरू देख्न सक्नुहुन्छ। ल केटाहरू कतिको लाग्यो थकाइ? लास्ट डे हो, लास्ट डे ब्रो। ए हो र। अनि केटाहरू के छ अरू कस्तो हो, कतिको हो रमाइलो? किन भएन रमाइलो? किन भएन रमाइलो? भव्य भयो त यार, हावा कुरा नगर न यार केटाहरू यार। रमाइलो नै भएन भन्छन् कि केटाहरू, त्यत्रो डिक्टी गुर्काएर यार केटाहरू यार, के भन्नु यार गाइज। फाइनली गाइज होइन हामी चाहिँ अब घरनिर पुगिसक्यौँ गाइज होइन। फाइनली टक्क यहाँ देख्न सक्नुहुन्छ। आदि केटाहरू उता खान होइन आउँदैछन्, आदि यता खान गाइज। अनि गाइज त्यही नै हो। अब डोन्ट फर्गेट लाइक सेयर सब्सक्राइब होइन। सबैजना सब्सक्राइब हानिदिनु होला। अब 500 पुग्नेवाला छ मेरो, छिट्टै 500 सब्सक्राइब पुग्नेवाला छ होइन गाइज। अब त्यही नै हो, के भन्नु र। लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला। एन्ड बाई।